एभ्रिवान, आज म पाइथनको बारेमा कुरा गर्न लागेको छु र पाइथन एउटा हाई लेभल ल्याङ्ग्वेज हो। यो सिरिज म हल्का मिडियम लेभल या इन्टरमिडिएट लेभलसम्म लग्छु होला। सो पाइथन एउटा हाई लेभल ल्याङ्ग्वेज हो। हाई लेभल पछि हेरौँला, पहिला हेरौँ प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको के हो। सो प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको लाइक कम्प्युटरसँग कुरा गर्ने एउटा टुल हो। लाइक यो राम हो, रामको साथी श्याम छ। यो राम हो, रामको साथी श्याम छ। अब श्यामले पनि के बोल्छ? नेपाली नै बोल्छ। रामले पनि नेपाली बोल्छ। सो रामले नेपाली बोल्ने, श्याम नेपाली बोलेपछि दुईटाले कसरी बुझ्छन् कुरा? किनकि दुईटाले नेपाली बोलिरहन्। अब रामले नेपाली बोल्यो, श्याम नेपाली बोल्यो र दुईटा कुरा भइरहेको छ। तर एउटा स्पेनिस मान्छे आउँछ जसको नाम मानौँ ब्रुनो छ। अब ब्रुनोले स्पेनिस बोल्छ तर रामले नेपाली बोल्छ। ब्रुनोले स्पेनिस बोले, रामले नेपाली बोलेपछि तिनको कुरा हुनसक्छ, हुन सक्दैन। त्यसबेला कसको काम लाग्छ? ट्रान्सलेटर काम लाग्छ। सो ट्रान्सलेटरले के गर्छ? ब्रुनोको कुरा लिन्छ। ब्रुनोले कुरा गर्ला चाहिँ ब्रुनो कुरा लिन्छ र त्यसले स्पेनिसलाई नेपालीमा कन्भर्ट गरिदिन्छ र रामलाई भन्छ। रामले के बोलेपछि रामको कुरा ब्रुनोलाई ट्रान्सलेटरले नेपालीबाट स्पेनिसमा कन्भर्ट गरिदिन्छ। मानौँ रामले भन्यो हेलो, यसले ट्रान्सलेट गरिदिएर हेलो भने होला हो भन्यो ब्रुनोलाई, किनकि हेलोलाई होला भन्छन् स्पेनिसमा आई थिङ्क। र ब्रुनोले पनि के भन्यो, लाइक होला भन्यो र यसले हेलो भनेर यसलाई ट्रान्सलेट गरिदियो। सो त्यसरी काम गर्छ। मानौँ यो ट्रान्सलेटर नै प्रोग्रामिङ ल्याङ्ग्वेजको काम गर्छ। सो लाइक यो हाम्रो कम्प्युटर हो, यो हामी हौँ। अब हामीले केही गर भनेर कम्प्युटरलाई लाइक के प्रिन्ट गर भनेर दिउँ। अब दिउँ भनेपछि कम्प्युटरले त बाइनरीमा काम गर्छ र हाम्रो ल्याङ्ग्वेज इङ्ग्लिस या कुनै समथिङ ल्याङ्ग्वेज छ, मानौँ हाम्रो पाइथन छ। सो हामीले के गर भनेपछि त्यो प्रोग्रामिङ ल्याङ्ग्वेजले त्यसलाई बाइनरीमा, यसलाई बुझ्ने भाषामा राखिदिन्छ र त्यसले त्यो काम गर्छ। र जो आउटपुट छ त्यो आउटपुट पनि बाइनरीमै निकाल्छ। अब जो आउटपुट बाइनरीमा निकालेको छ त्यसलाई हामीलाई त बुझ्दैनौँ, त्यसले फेरि कन्भर्ट गरिदिन्छ र कन्भर्ट गरेर हामीलाई दिन्छ। सो यसरी काम गर्छ। अब यसलाई हाई लेभल किन भनिन्छ? सो ल्याङ्ग्वेजमा आउने भने ल्याङ्ग्वेज लाइक 3 प्रकारका हुन्छन् मेनली: हाई लेभल, लो लेभल र मेसिन लेभल। मेसिन लेभल ल्याङ्ग्वेज हार्डवेयर लाइक पार्ट पुर्छ कम्प्युटरको, डाइरेक्टली बुझ्छ। जो 0-1मा हुन्छ बाइनरी 1010 समथिङ लाइक द्याट। अर्को हुन्छ लो लेभल। लो लेभलमा भेरी लो लेभलमा एसेम्बली आउँछ जो हामीले पनि पढ्न सक्छौँ र मेसिन लेभलमा पनि राम्रो या छिटो तरिकाले जान सक्छ, सिधै बुझ्न सक्छ, यु क्यान से द्याट। र फास्ट कन्भर्ट हुन्छ, सिधै मेसिन कोडमा कन्भर्ट हुन्छ। सी ल्याङ्ग्वेज पनि लो लेभलमै आउँछ तर हल्का माथि आउँछ एसेम्बलीको, जुन पहिला एसेम्बलीमा कन्भर्ट हुन्छ र त्यसपछि मेसिनमा कन्भर्ट हुन्छ। त्यसैले यो एसेम्बलीभन्दा हल्का स्लो हुन्छ। अब पाइथन जो हाई लेभलमा आउँछ त्यो धेरै स्लो हुने भयो। र पाइथन कसरी काम गर्छ त्यो हेरौँ अगाडि। सो पाइथनको अगाडि कोड मतलब कसरी चल्छ कोड भएपछि। पाइथन हामीले py जस्तै abc.py फाइल बनाएँ, त्यसमा मैले प्रिन्ट हेलो लेखेँ, हेलो प्रिन्ट गर्नको लागि। त्यो पछि जान्छ कम्पाइलरमा। सो कम्पाइलर भनेको के हो तपाईँलाई थाहा होला, र थाहा पाए पनि भनिदिन्छु। कम्पाइलर भनेको यस्तो टुल हो जसले कुनै पनि कोडलाई जो कुनै पनि ल्याङ्ग्वेजमा लेखिएको छ त्यसलाई मेसिन लेभलमा कन्भर्ट गर्छ। 1 गोमा पुरै एकैचोटि गर्छ, लाइन बाई लाइन गर्दैन। लाइन बाई लाइन कसले गर्छ? इन्टरप्रेटरले गर्छ। त्यसपछि पाइथन कम्पाइलरमा जान्छ, कम्पाइलरले दिन्छ र कम्पाइलरले त्यसलाई बाइट कोड बनाइदिन्छ। र बाइट कोड बनाएपछि, बाइट कोड भनेको यस्तो फर्म हो जो हामीले बुझ्न सक्दैनौँ तर इन्टरप्रेटरले मजाले बुझ्न सक्छ। त्यो बाइट कोड जान्छ PVM-सित, पाइथन भर्चुअल मेसिन, जोसित इन्टरप्रेटर हुन्छ। सो इन्टरप्रेटरले यो मजाले बुझ्न सक्छ र यो सी इन्स्ट्रक्सन युज गरेर, मतलब सीमा कोड लेखेको इन्स्ट्रक्सन युज गरेर त्यसलाई मेसिन कोडमा कन्भर्ट गर्छ र पछि CPU-लाई दिन्छ र CPU-ले टास्क गर्छ। सो हामीले अब हेर्छौँ कि हामीले कसरी बाइट कोड बन्छ। सो कसरी बाइट कोड बन्छ त्यो हेरौँ। सो यदि हामी यहाँ एउटा फोल्डर खोलेको छु जसको नाम XYZ छ र यसमा मैले नाम राख्छु लाइक DEF राख्नुपर्ने हो, रिनेम। अब DEF.py राखेपछि यसमा जे पनि लेख्न पाइन्छ, लाइक प्रिन्ट सब्सक्राइब लेख्नु न, सब्सक्राइब लेख्दैछु ल। अब
यदि हामीले बाइट कोड कसरी बन्छ त्यो थाहा पाउनु पर्छ भने सुरुमा टर्मिनलमा जाम र टर्मिनलमा गएर यसको पाथलाई हान्नु पर्छ र पाथको सायद यसबाट कपी गरे पनि हुन्छ होला र पाथलाई कपी गरेपछि पाथलाई कपी गरेपछि त्यो लोकेसन हामी पुग्यौं र पाइथन हाम्रो छ सो पाइथन छ अनि अब हामीले यदि म इम्पोर्ट गर्छु pycompile यो भइहाल्यो pycompile.compile फाइलको नाम हाम्रो के थियो def.py लाइक यो दिन बिर्सियो सो भइसकेको छ र यसले भनेको छ कि यो लोकेसनमा हाम्रो फाइल बसेको छ बाइट कोड सो यो लोकेसन त्यही हो जहाँ हाम्रो फाइल थियो र यसमा पाइकेज भन्ने फोल्डरमा त भनेको छ अनि हामी यदि जान्छौँ भने वेट मैले बिर्सेँ लोकेसन कपी पाथ अब यो लोकेसन जान्छौँ भने हामीले हेर्न सक्छौँ पाइकेजको फोल्डर बनेको छ र भर्खरै बनेको छ र यता गयौँ भने हामीले यो बाइट कोड हेर्न सक्छौँ सो ओपन भइरहेको छैन नोटप्याड ओपन गरौँ न सो हेर्न सक्छौँ यो भस्म अजीब भाषामा छ जसलाई हामीले बुझ्न सक्दैनौँ तर बुझ्न सक्छ इन्टरप्रेटरले मजाले बुझ्न सक्छ त्यो भाषा जो बाइट कोड हो र अब म एउटा क्वेशन सोध्छु लेट यु एन्सर पाइथन इन्टरप्रेटर बेस्ड ल्याङ्ग्वेज हो कि कम्पाइलर बेस्ड ल्याङ्ग्वेज हो मैले के भनेको कम्पाइलर बेस्ड ल्याङ्ग्वेज एकैचोटि सबै कोडलाई ट्रान्सलेट गर्छ त इन्टरप्रेटरले लाइन बाइ लाइन गर्छ सो पाइथन हो कि हैन सो यु हैव टु एन्सर थिंक so Python is both hybrid interpreter and compiler based. First it is compiled to bytecode, right? Then it goes to virtual machine and interpreted. त्यहाँबाट interpreted हुन्छ र त्यसपछि बाइनरीमा जान्छ र त्यसैले पाइथन दुईटै हाइब्रिड र कम्पाइलर र इन्टरप्रेटर बेस्ड ल्याङ्ग्वेज हो र अब यो भइसक्यो कसरी काम गर्छमा अब यदि हामीले यसको वर्किङ एप्लिकेसन हेर्छौँ भने कहाँ काम गर्छ पाइथन कहाँ काम लाग्न सक्छ पाइथन सुरुको सबभन्दा धेरै युज हुने ठाउँ हो एआई सो पाइथन एआई मै धेरै युज हुन्छ त्यसपछि एआई मा कहाँ युज हुन्छ भनेपछि पाइथन डाटा एनालाइसिस डाटा साइन्स मेसिन लर्निङ त्यसपछि लाएर एमएल इन्जिनियरिङ धेरै ठाउँमा युज हुन्छ अब अर्को त त्यही भइहाल्यो डाटा एनालाइसिस जसमा पाइथनको लाइब्रेरिज युज हुन्छ त्यसपछि अर्को वेब डेभलपमेन्ट जसमा ज्याङ्गो युज हुन्छ फ्ल्याश युज हुन्छ अर्को आई थिंक स्ट्रिमलिट पनि हो र अर्को छ एपीआई रेस्ट एपीआई सो रेस्ट एपीआई मा पर्छ फास्ट एपीआई इनमा धेरै युज हुन्छ पाइथन र अरु धेरै ठाउँ छ लाइक पाइथनको कुनै स्पेसिफिक ठाउँ भन्न सकिँदैन त्यो जहाँ पनि युज हुन सकिन्छ र पाइथनको योले गर्दा र अर्को यसको खुबी हो पाइथनको libraries so Python has a lot of libraries for many reasons like C को पुरै चीज हामीले म्यानुअली गर्नुपर्छ धेरै कम लाइब्रेरी भएको कारण पाइथनमा युजरलाई लाइब्रेरी लाइक युजरले नै कति लाइब्रेरी बनाएको छ त्यसले गर्दा पाइथनको जे कुनै लाइब्रेरी छ स्ट्याकको लाइब्रेरी छ त्यसपछि लाएर क्यूको लाइब्रेरी छ र धेरै चीजको लागि इजिनेस छ सो म एउटा पाइथनको कोड लेखेर देखाउँछु
जो तपाईँले सीमा लेख्नुपर्छ धेरै टाइम लाग्थ्यो होला आई थिङ्क। सो लेट्स मेक द स्क्रिन फुल। र अब कोड लेख्छु। लाइक सीमा एउटा सिम्पल कोड छ जो सुरुमै पढाइन्छ, सम अफ नम्बर इन एरे। सो लाइक एरेलाई पाइथनमा लिस्ट भनिन्छ। लाइक मैले 6 7 8 9 10 8 लाइक 8 सम्म भने र 8 सम्म जुन छ यो नम्बर, यसलाई अब म उसको हिसाबमा यसलाई म अब यति सी को हिसाबमा गरेपछि के एल्गोरिदम लगाउनु पर्थ्यो। सुरुमा मैले एउटा भेरिएबल मान्थे सम लाइक जे भयो भने, त्यसपछि यिन सबैमा लुप लगाउँथे र लुप लगाएपछि यिन सबैको भ्यालु म एड गर्दै जान्थे, राइट। सो पाइथनमा के गर्न मिल्छ, सिधै प्रिन्ट पनि गर्नुपर्छ। सरी, प्रिन्ट सम एरर। यदि मैले रन गर्छु भने 36 सम अप टु 8 डिजिट 36 8 times 10/2 36। सो सम अप टु पनि मिल्यो। अब अर्को चिज म के देखाउँछु, सर्टिङ। सो पाइथनमा जुन सर्ट युज हुन्छ त्यो फास्टवाला सर्ट हो, नाम चाहिँ हल्का भुल्यो, तर यदि हामीले सीमा गर्नुपर्छ भने धेरै सर्टिङ एल्गोरिदम युज गर्न सक्छौँ हामीले, मर्ज सर्ट, इन्सर्सन, सिलेक्सन एसेट्रा। तर पाइथनमा के इजी छ भनेपछि यदि म यही एरेलाई घुमाइ फिराइदिन्छु भने 9 7 6 2 लाइक यस्तो गरिदिन्छु भने र यसलाई म सर्ट डेट भन्ने एउटा फङ्सन युज गर्छु भने के हुन्छ हेर्नु, सिधै सर्ट। अब मलाई चाहिएको छ कि यो उल्टो आओस् भने के गर्न सक्छु, सिम्पल सी। सो पाइथन ओन्ली फोकस अन implementation, not on complexity. So Python is language made for implementations. धेरै इम्प्लिमेन्टेसन्स गर्न सक्छ। त पाइथनको घाटा के छ, पाइथनको पनि केही घाटा छन्, जस्तै स्लो छ, फास्ट काममा यो युज हुन सक्दैन, धेरै स्लो छ इन कम्पेयर टु एसेम्ब्ली एन्ड सी, स्लो छ। अरू त्यस्तो मलाई नेगेटिभ त केही लाग्दैन स्लो बाइक। यसको डकुमेन्टेसन हेर्छ भने धेरै राम्रो छ, सिक्नु छ भने मोस्टली डकुमेन्टेसन हेर्न सक्छौँ। र अर्को बेफाइदा यसको हुनसक्छ लाइक यसले लर्निङ, यदि कोर लर्निङ डिएस यस्तो कन्सेप्ट सिक्नु छ भने पाइथन इज नट अ भेरी ग्रेट ल्याङ्ग्वेज। सी इज अ ग्रेट ल्याङ्ग्वेज, किनभने यसको उनै यति इजी छ सिन्ट्याक्सहरू, हामीले त्यति कोरमा जान सक्दैनौँ। यो मेमोरी म्यानेजमेन्ट त्यतातिर पनि धेरै युज मतलब जाँदैन। त्यसैले हामीले यदि पुरै सिएसको कोर तरिकाले प्रोग्राम ल्याङ्ग्वेज सिक्नु छ भने सी वुड बी अ बेटर अप्सन, तर पाइथन इज बेटर फर इम्प्लिमेन्टेसन्स। सो थ्याङ्क यू फर वाचिङ।